म चाहिँ अब कामबाट निस्केँ, फाइनली मलाई गाडी लिएर अब म चाहिँ घर जाँदैछु। र त्यही हो, आज चाहिँ म एकदम थाकेको छु होइन गाइस। सो अब म चाहिँ के गर्छु भन्दाखेरि अब तपाईँहरूले कमेन्ट गर्नुभएको थियो, रिप्लाई दिएको थिइनँ मैले। सो अब सबै कमेन्टको रिप्लाईहरू दिन्छु, पढ्नेछु, कमेन्टको रिप्लाई दिन्छु। भिडियो लाइक सेयर सब्सक्राइब गर्नु के ल। सो गाइस कामबाट आइसकेँ, अब घर गाडीले ड्रप गरिदियो अनि म चाहिँ यहाँ बस्छु होइन। तपाईँहरूलाई म देखाइदिन्छु। दिस इज माई के भन्छ बस्ने ठाउँ, घर है गाइस। ड्रप गरिदियो है गाइस। काम चाहिँ आज ठिकै भयो, इट्स ओके होइन, काम गर्ने आएको। सो यहाँ चाहिँ म बस्ने है, म बस्ने ठाउँ चाहिँ देखाइदिन्छु। म भिडियो हालिदिइसकेको छु, तर पनि आजकल भ्युज चाहिँ आउने के भयो गाइस है, थाहा छ होइन। सो त्यही हो गाइस, भिडियोहरूलाई माया गरिदिनु, लाइक सेयर सब्सक्राइब हालिदिनु है। यहाँ चाहिँ म बस्ने ठाउँ। पखाउनु ल। यहाँ चाहिँ गेस्टहरू बस्छ होइन, यो चाहिँ रिसेप्सन हो, यो चाहिँ रिसेप्सन हो है, चाहिँ गेस्टहरू बस्ने। अनि हाम्रो चाहिँ मेन नम्बर हाम्रो चाहिँ 212 चाहिँ कोठा नम्बर हो, रुम नम्बर हामीलाई कम्पनीले दिएको छ। सो यो चाहिँ उस गर्ने होइन, 212 नम्बर। अनि फेरि के भन्छ, चाबी चाहिँ मसँग हुने क्या। चाबी चाहिँ कहाँ हुन्छ भन्दाखेरि म तपाईँलाई देखाइदिन्छु। चाबी चाहिँ यहाँ हुन्छ होइन, यो चाबी यो लक हानेपछि यो सर र यो लक हानेपछि चाहिँ खुल्छ, यहाँभित्र चाहिँ चाबी हुन्छ। त्यही चाहिँ म अब लक हानेछु होइन। सो गाइस चाबी चाहिँ यहाँ छ है, यहाँ छ भित्र हुन्छ चाबी हो। म चाबी चाहिँ के लक हानेछु है। सो गाइस मैले ढोका खोलिसकेको छु। यहाँ चाहिँ अब दिदी बस्नुहुन्छ, यो चाहिँ हाम्रो डाइनिङ टेबल। र मैले आज फुड लिएर आएको थिएँ र कफी, कम्पनीले दिएको, राम्रो काम गर्यो भनेर। अनि यो चाहिँ मेरो वेब, यो चाहिँ मेरो वेब। अनि यहाँ चाहिँ मैले यो वेबलाई यता तान्छु होइन। सो दिस इज माई रुम गाइस, दिस इज माई रुम गाइस। यहाँ चाहिँ म मस्त सुत्छु, मस्त आराम गर्छु, यसरी पल्टिन्छु। ओ फक या मोबाइलले खसेर यहाँ कस्तो लाग्यो सरी। म आराम गर्ने गाइस, थाकेर आएँ है। के आराम गर्ने है गाइस, तपाईँहरूको लागि म भिडियो बनाइदिन्छु, अब कमेन्टको रिप्लाई दिन्छु, इन्फर्मेसन दिन्छु। त्यही हो गाइस, तपाईँहरूले चाहिँ भिडियोलाई लाइक सेयर सब्सक्राइब मजाले हालिदिनु ओके। ओके चाहिँ म चाहिँ अब कमेन्ट पढाउँछु। हो सो हेभी गो गाइस, म चाहिँ फेरि पनि अब फ्रेस भएर आइसकेँ होइन, हात मुख धोएर आइसकेँ। अब म चाहिँ कमेन्ट सर पढिदिन्छु, कमेन्टको रिप्लाई दिन्छु। र तपाईँहरूले मेरो कमेन्टलाई हेरिदिनु होला होइन, कति लाइक सब्सक्राइब मागिराख्ने होला है। त्यही भएर अब कमेन्ट चाहिँ पढिदिनेछु। अब तपाईँहरूले चाहिँ हेर्नुहुन्छ है। सो सन्तोष ओली C3K ले भन्नुहुन्छ 2 मन्थ भयो VFS भएको, मेसिडोनियाको किन ढिलो भइरहेको छ? 2025 भिजा दिइरहेको छ कि नै? रिजेक्टेड त हुँदैन होला नि सर, प्लिज रिप्लाई गर्नु न सर। अरे 2 मन्थ भयो, 2 मन्थ भइसक्यो होइन VFS दिएको होइन। हाम्रो पनि अब 2 मन्थ त भएको थिएन होइन, VFS दिन साथ हाम्रो चाहिँ 12 दिनमै सबै कुरा भइसक्यो होइन। पर्मिट आयो, पर्मिट आएको ठ्याक्क 12 दिनमा चाहिँ VFS भयो। VFS भएर हाम्रो भिजा पनि झ्याप्पै निस्किसक्यो है। तपाईँहरूको ढिलो किन भयो मलाई त आइडिया भएन। तर अहिले चाहिँ 2025मा चाहिँ युरोपको सबै कन्ट्रीहरू छ नि, जस्तो सानो ठुलो सबै कन्ट्रीहरू चाहिँ एकदम टाइट भएको छ। सो बी केयरफुल है गाइस, यो एकदम किनकि अब टाइट भएको छैन, इलिगललाई पनि धेरै गाह्रो छ होइन, म पनि इलिगल हो। सो केही छैन है गाइस, अब तपाईँहरूले चाहिँ एकदम ध्यान दिएर काम गर्नु होला, त्यही हो। अनि यहाँ चाहिँ 2 महिनामा भयो भन्नुभएको छ, अब अझै वेट गर्नु होला, 1-2 महिना वेट गर्नु होला। भएन भने के फेरि रिएप्लाई गर्नुहुन्छ होइन, रिप्लाई गरे हुन्छ है, त्यही हो। अनि भिजा त अब अफकोर्स दिइरहेको छ, तर एकदम ढिलो दिइरहेको छ होइन। मेसिडोनिया, सर्बिया, किनकि त्यहाँबाट भागेर सबै मान्छेहरू ग्रिसमै आइरहेको छ। सो त्यही भएर भिजा चाहिँ एकदम ढिलो भइरहेको छ है गाइस है। सो त्यही हो है, तपाईँलाई चाहिएको इन्फर्मेसन म दिएँ है। सो अक्की सेन्पाई भन्नुहुन्छ, होटेल फुल नेम भना भाइ अरे। सो दाइ होटेलको नाम चाहिँ इलेक्ट्रा हो। तपाईँले अब युट्युब अनि अर्को टिकटकमा गएर पनि सर्च गर्न सक्नुहुन्छ है। सो दिस इज द फेमस होटेल है गाइस। सो अब नेक्स्ट म कमेन्ट पढ्नेछु। सो म्याक्सिमम मन्थान 1 भन्नुहुन्छ, खासमा कुरो के हो, नेपाल जान मिल्दैन अरे? ग्रिसमा कति वर्षको भिजा हुन्छ, थप्दै बस्न पाउँछ कि नै? अरे
खासमा कुरो के हो, नेपाल जान पाउनु अरे है गाइस, किनकि अब हामी चाहिँ इलिगल होइन। अब तपाईँहरू भिजा लाएर आउनुभएको छ भने तपाईँलाई टिआरसी थपिदियो भने तपाईँले मस्त आउन जान पायो नेपाल, अनि यहाँको युरोपको जुन जर्मनी जुन भए पनि कन्ट्री जान पायो होइन, त्यही हो। अनि के अरे ग्रीसमा कति वर्षको भिजा हुन्छ अरे, त्यो भिजा चाहिँ अब तपाईँहरूको साउले थपिदिने हो। अब त्यो साउहरूको माथि निर्भर हुन्छ, जति साउले थपिदिन्छ त्यति नै बस्दै गर्ने हो, त्यही हो है। अब ज्ञान हुन्छ ब्रो। ग्रिसदेखि आयरल्यान्डको प्रोसेस चाहिँ कस्तो हो? आयरल्यान्ड मैले कहिले भने आइसल्यान्ड, सरी आइल्यान्ड गाइस, किनकि म ग्रिसको आइल्यान्ड छु। तपाईँहरू कन्फ्युज हुनुभयो होला। आइल्यान्ड छु, आइल्यान्ड र आयरल्यान्डमा धेरै फरक छ। एकचोटि फेरि राम्ररी सुन्नु हुँदैन। आइल्यान्डमा छु। अब आइल्यान्डमा जाने प्रोसेस सब सेन्टरमा गयो, सब सेन्टरमा कन्ट्याक्ट गरेर मलाई पठाइदिन्छ। अनि कान्छी बहिनी 600 को कति हुन्छ प्लिज भन्। वाट? आई डोन्ट अन्डरस्ट्यान्ड के भन्छ। 600 युरो कति जति हुन्छ भन्न खोजेको होला। अब युरोको रेट घटबड हुन्छ। अब म डाइरेक्ट टोकेर बोल्न सक्दिनँ। अब तपाईँले युरो टु एनपिआर गरेर गुगलमा सर्च गर्नुभयो भने देखाइहाल्छ नि। सो नेट चाहिँ एकदम स्लो छ है मेरो है। म नि ग्रिसमा छु। ओके साथीको हो सुजन अधिकारीहरू भेटौँला है ग्रिसमा हुनुहुन्छ भने। एथेन्सको घोडे पार्क आउनु, किनकि अब आफ्टर 8-9 मन्थ्स होइन। अनि सन्देश ब्लग हेलो ब्रो हेलो। अनि सुभाष विश्व सर तपाईँको नम्बर पाउँ न अरे। सो मैले चाहिँ मेरो डिस्क्रिप्सनमा चाहिँ मेरो फेसबुक आइडी लेखिदिनेछु। मेरो फेसबुक आइडीको चाहिँ लिङ्क दिनेछु, तपाईँहरूले गएर मलाई मेसेज गर्नु सक्नुहुन्छ है। अनि रोहित कुमार ब्रो नॉर्थ मैसेडोनिया रोहित कुमार ब्रो नॉर्थ मैसेडोनिया में कितने सैलरी बन रही है फैक्ट्री में और होटल में है? सो नॉर्थ मैसेडोनिया में मैक्सिमम आपको मिलेगा। सर म चाहिँ हिन्दी किन बोल्छ होइन। नॉर्थ मैसेडोनिया में आपको मिलेगा, फिर पनि हिंदी नहीं बोल्छु किनकि नेपाली बुझ्दैन होला। नॉर्थ मैसेडोनिया में आपको मिलेगा 450 से 500 यूरो, उससे ज़्यादा आपको मिलेगा ही नहीं। आप अपना सपना मत देखिए कि आपको 600 मिलेगा 700 मिलेगा। अगर ओवर टाइम अगर कंपनी अगर आपको ओवर टाइम देगा तो मैक्सिमम आपका 650 से 700 यूरो तक बन जाता है। हाँ वो तो 700 यूरो तक मैंने भी किया है मैसेडोनिया में। सो मैं इसलिए मेरा अनुसार बता रहा हूँ। अगर ओवर टाइम करेगा तो ही मिलेगा, नहीं तो ऐसा कैजुअली आपको नहीं मिलेगा। सो ये वही है 450-500 फिक्स गाइस है। र लक्ष्मण चौधरी भन्नुहुन्छ म अल्बानियाबाट कसरी आउने? अल्बानियाबाट अब भिजा लाएर त आउन पाउन, तब डङ्की लाएर आउने, त्यही त हो नि। रामचन्द्र ग्रिसमा क्लिनरमा 13 लाख लाग्छ भन्दैछ। क्लिनरमा भिजा टाइम कति हुन्छ भनिदिनु न अरे। क्लिनरमा 13 लाख भनेको छ भने तपाईँले अलिक प्राइस घटाएर आउनु। अब म डाइरेक्ट तपाईँलाई भिजा टाइम कति हुन्छ भने, भिजा टाइम त म्याक्सिमम त्यही 3-4 मन्थै होला। त्यसपछि आएर कम्पनीले थपिदियो भने बस्ने हो, त्यही हो है। अनि हेरी तामाङ ब्रोदर म दुबईबाट आउन हो राम्रो हुन्छ त, त्यस्तै 7 लाख जति लाग्छ अरे। रिप्लाई गर्नु न प्लिज अरे। सरी ब्रो, तपाईँ चाहिँ दुबईबाट आउनुहुन्छ भने आउनु, तर एकदम बुझेर आउनु, किनकि यहाँ चाहिँ गाह्रो छ होइन। अब मैले हरेक भिडियो भन्छु यहाँ चाहिँ गाह्रो छ है। सो त्यही हो, काम गर्न सक्नुहुन्छ भने आउनु। एग्रिकल्चरमा चाहिँ नआउनु, बरु केही सिप छ भने सिप सिकेर आउनु, एकदम बेस्ट हुन्छ तपाईँहरूलाई, त्यही हो। अनि गस्प्रिङहरू विदाउट इन्टरभ्यू मिल्छ भन्छ एजेन्टले। खासमा के हो, सेटिङ गरेर चाहिँ मिल्छ होइन। यता डाइरेक्ट यता पसँग सेटिङ छ भने डाइरेक्ट सेटिङ गरेर चाहिँ मिल्छ है। अनि स्टुडेन्टमा आएर काम गर्न मिल्छ मिल्दैन? सर मिल्छ भने पनि कति कमाउन सकिन्छ अरे। यस्तो स्टुडेन्टमा आएर यहाँ चाहिँ काम गर्न चाहिँ मिल्छ होइन। त्यस्तो स्टुडेन्ट भिजा अब तपाईँसँग भिजा त देखायो भने त मजाले मिल्छ होइन। मिल्छ भने पनि कति कमाउन सकिन्छ? अब तपाईँले अब कसरी काम गर्न सक्नुहुन्छ होइन, त्यसको अनुसार हुन्छ पैसा चाहिँ। यहाँ अब तपाईँले राम्रै गर्नु भने राम्रै हुन्छ स्यालेरी। अब म भन्न सक्दिनँ। सर इन्डिया जानुपर्छ कि नै भिएफएस गर्न अरे। सो मेसिडोनियाको चाहिँ पहिला के हुन्थ्यो भन्दाखेरि पहिला चाहिँ आफूले एजेन्टलाई पैसा दिने, एजेन्टले गएर चाहिँ गरिदिन्थ्यो। तर आजकल चाहिँ मैले धेरै सुनेको आफै गएर इन्डियामा आफै जाने, आफै गएर अब तपाईँहरूलाई चाहिँ कति इन्डियामा गएर अब गर्नुपर्छ, भिएफएस आफैले गर्नुपर्छ है। पहिला चाहिँ हाम्रो पालोमा कस्तो थियो भन्दाखेरि ठ्याक्क 8-9 महिना अगाडि कस्तो थियो भन्दाखेरि एजेन्टले के भन्थ्यो भन्दाखेरि त आफै पनि जान सक्छ। सरी है, यो मोबाइल खस्यो बनाउँदा त।
हाम्रो पालामा कस्तो थियो भन्दाखेरि एजेन्टले के भन्थ्यो भन्दाखेरि तपाईँहरूले मलाई पैसा दिने, तपाईँले मलाई पैसा पनि दिन सक्नुहुन्छ या आफै गएर पनि भिएफएस गर्न सक्नुहुन्छ, त आफ्नो मर्जी है हुन्थ्यो। तर आजकल चाहिँ आफै स्वयं गएर चाहिँ भिएफएस गर्नुपर्छ, तर खर्च बढी हुन्छ आफै गयो भने। यदि ग्रुपमा गयो भने चाहिँ एकदम राम्रो बेस्ट हो। तर म चाहिँ गएन, ग्रुपमा पनि गएन, मैले एजेन्टलाई दिएँ। एजेन्टलाई 1 लाखसम्म मागिरहेको थियो। मैले चाहिँ हुँदै हुन्न 1 लाख चाहिँ तपाईँले माग्यो भने दिँदै नदिनु होइन। मुस्किलले मैले चाहिँ 50,000 सेन्ट हानिदिएँ है। 50,000 सेन्ट हालेपछि मेरो भिएफएस पनि भयो। भिएफएस आएपछि मेरो ट्याक्क 12 दिनमा चाहिँ ट्याक्क भिजा लाएर आयो। भिजा आएपछि म स्वाट्ट उडेर यता मेसिडोनिया आएँ। मेसिडोनियामा पट्ट भागी यता ग्रिस आएँ है। यति हो। अनि निरञ्जन राजवंशी भन्नुहुन्छ, ग्रिसको कुन ठाउँमा हुनुहुन्छ तपाईँ? अरे म चाहिँ ग्रिसको एथेन्स मेन सिटी एथेन्समा बस्थेँ होइन। अब म चाहिँ यहाँ आइल्यान्ड आएको छु काम गर्न। सो म एथेन्समा थिएँ। मैले अघि नै पनि भनिसकेँ है, आउनु तपाईँहरू यदि मिल्छ भने घोडे पार्कतिर, भिक्टोरिया पार्कतिर आउनु। घोडे पार्क चाहिँ अब हामी नेपालीहरूले राखेको नाम, तर भिक्टोरिया पार्कको नाम रियल नेम भिक्टोरिया पार्कतिर आउनु भेटौँला है। BBCXGG भन्नुहुन्छ, के अरे मेसिडोनियाबाट कति घन्टा लाग्छ ग्रिसमा आउन? अरे मेसिडोनियाबाट कति घन्टा लाग्छ होइन गाइस। अब के कस्तो भन्न खोज्नुभएको? अब हिँडेर भन्न खोज्नुभएको? अब इलिगल चाहिँ अब 2टा बोर्डर छैन, एउटा चाहिँ अल्बानियाको बोर्डर छ, त्यहाँबाट आयो भने चाहिँ तपाईँलाई थुप्रै टाइम लाग्छ होइन। अब मौसम वेदर कन्डिसन पनि हुन्छ, अब त्यसमा चाहिँ थुप्रै सुरु हुन्छ होइन। बाटो कस्तो छ यताउति भएर। अनि हाम्रो पालिमा चाहिँ हामी चाहिँ एकदम इजिली आयौँ, सजिलै आयो है। त्यही हो। अब तपाईँहरूलाई चाहिँ गाह्रो पनि हुनसक्छ। म चाहिँ भन्छु आउनु है गाइस, गाह्रो छ क्या है। कति भन्ने हो भिडियोमा, जति भने पनि अब लाग्ने छैन। फेरि यहाँ आएर के भन्नुहुन्छ भन्दाखेरि तपाईँ युट्युबरहरूले बिगारेको हो भन्नुहुन्छ होइन। अब म त कस्तो भन्दाखेरि म चाहिँ नआउनु नै भन्छु होइन। यदि केही सिप छ भने केही सिकेर आउनु, बरु नत्र यहाँ गाह्रो छ है। एग्रिकल्चरमा धेरै गाह्रो हुन्छ। सो म त्यही हो, म धेरै भन्न सक्दिनँ। त्यही हो है। मैले त आउनु भनेर भनेको छैन। फेरि यहाँ आएर तपाईँ युट्युबरहरूले हो यताउति देखाएर बिग्रेको भन्नुहुन्छ होइन। त सबै युट्युबरहरू यस्तै एउटै हुन्न होइन। त्यही भएर राम्ररी भिडियो हेर्नु, बुझ्नु के भन्न खोजेको छु है। त्यही भएर त्यही अब कति घन्टा लाग्छ, वेदर कन्डिसन हुन्छ। अब थुप्रै हुन्छ त्यहाँ पनि। अब म कसरी भन्नु है। त्यही हो। अब गीतु सोनम, के कति गाह्रो हुन्छ मेसिडोनिया के अरे ग्रिसमा आउन? म पनि भिसामा आउँदैछु, के कस्तो गाह्रो हुन्छ? टिआरसी थापेपछि कतिसम्म बस्न पाइन्छ अरे? सो मैले तपाईँहरूलाई पहिला पनि भनेको छु र अहिले पनि भनिदिन्छु राम्ररी। र नेक्स्ट भिडियोमा चाहिँ कमेन्टै नगर्नु होला यो, किनकि मैले भनिदिएको छु तपाईँहरू सिजनलमा त आउनुहुन्छ है। यहाँ आएपछि तपाईँको जब भिजाको डेट सिद्धिन्छ नि, तपाईँहरू यहाँ इलिगल बसेर काम गर्नुपर्छ है। तपाईँहरूलाई सिजनलमा आउने मान्छेलाई भिजा थप्दैन है। मैले सुनेको पनि छैन। यदि कोही छ भने चाहिँ मलाई कमेन्ट गरिदिनु होला। म नेक्स्ट भिडियोमा चाहिँ भनिदिन्छु है। यदि छ भने म भनिदिन्छु। तर मैले अहिलेसम्म थाहा पाएको पनि छैन। मैले कति रिसर्च गरेँ, अहिलेसम्म कसैलाई पनि थपिदिएको छैन। र साउ एकदम राम्रो पर्छ। र सिजनल भनेको कस्तो काम हुन्छ भन्दाखेरि 6 महिना मात्रै काम हुन्छ, 6-7 महिना मात्रै काम हुन्छ। त्यो महिना भएर चाहिँ थुप्रै काम हुन्छ, त्यो चाहिँ गर्ने हो। त्यसपछि काम हुन्न होइन। 7 महिना हुन्छ, 6 महिना चाहिँ काम हुन्न होइन। तपाईँहरूलाई 5 महिना चाहिँ काम हुन्न। त्यही हो। अनि तपाईँहरू इलिगल भएर काम गर्नुपर्छ, त्यति हो है। म चाहिँ थुप्रै भिडियोमा भनेको छु र अहिले पनि भनिदिन्छु। सिजनलमा आएर तपाईँहरू नो